ल है गाइस आज चाहिँ खसीको मासु खानु पाउने भयो पानी तताउँदैछ यहाँ अनि त्यसपछि यहाँ खसी आमै ल खसी त डेन्जर छ ल ठिक्कको दामी छ खसी साथीहरू यहाँ तयार छ रेडी छ यहाँ बनाउन पकाउनुलाई यहाँ चाहिँ टक्क त्यो काट्यौँ यहाँ राखेर चक्क पकाउने चाहिँ यता यता खुट्टातिर पनि हाल्नु त खुट्टातिर त्यो खुट्टा पनि हाल्नु त दाइले चाहिँ आज खसीको टाउको बनाउँदैछ एकदम खतरा यो भाँडामा उस्नेर 1 घन्टा उस्नेर निकालेर यो अहिले भर्खरै यसरी काट्दैछ छाला मासु निकाल्दैछ यसरी अब मासु सँगसँगै के अरे यो टाउको सँगसँगै फेरि यहाँ मासु पनि छ खसीको तीन पाने सिटन हो राइस तीन पाने निकाले त पक्कै परेर दिएन है पुरै सर्लकै निकाले नि सर्लकै निकाले या खतरा निकाला यो मासु नै प्लाट प्लुट हुँदो रहेछ पकाए हड्डी त त्यसरी निक्लेर दारा र अनि गाली गर्ने होइन अब यहाँ सराब नि हो मासु मिठो भएन यो त 5 स्टार होटलमा कहाँ पाइन्छ जस्तो यो अर्ग्यानिक खाना हो तर हाम्रो यहाँ रुममा पाइन्छ नि त अन्दाज सक्कु लाग्ने भयो क्या यार आइटमा पनि लिएर यसरी च्यात्ने यो जितो है यो चाहिँ पकाउनुपर्छ त्यहाँ माल अझै होला मासु छ नि अझै यसमा बिहान अल्ड्रिस पम्पमा कफी खान गएको ब्ल्याक कफीको त 8 रुपियाँ रोड क्याफेको क्या ब्ल्याक कफी दियो भनेको दियो पैसा एटिएमबाट काट्ने बेला सक्दैन नि त आँखा चाहिँ डेन्जर हो है यसको आँखा पाइछ नि हो नि आँखा त त्यतिकै नुन हालेर खायो यसरी यसरी पानी ल्याइसक्यो त लक्कै निक्ल्यो त यार ए गिदी त तातो छ तातो छ नि कामै छैन यो ए फ्याल्दिउँ त्यसो भए छोड्दिउँ
यसको चाहिँ हामीले टाउको मासु यति भएछ यार टन्नै मासु पनि यता छ मासु यता टाउको मासु यता सबै मिक्स गरेर बनाउने आज मेरो हात कत्रो छ तिमीलाई पछि बरु थप्छ क्या मान्छेले खान्छ क्या फेरि मासु पाकिसक्यो खसीको मासु अब खानलाई तयार छेउछाउमा सबै छेउछाउमा भिडियोको सुट चलेछ